जुडेवाडी साथीहरू कार्की गाउँ है यो चाहिँ We are in Karki गाउँ now. But we going to sister home. आइज रातै परिसक्यो त अब त है रात पनि लागिसक्यो आचाइ अरे होइन नि अहिले सकलाको खाएको चालेको सकलाको खाएको रे आमा कति राम्रो बनाएछ नि घर पनि रातै परिसक्यो कि घाममा त डुब्नु आँटेको थियो अब त्यो रात पनि परेको थियो चिटिक्क परेको सानो सानो तर राम्रो घर हो फेरि यो चाहिँ चिटिक्क परेर वनमा बोल्यो मायाको धुमकै लौन हेरौँ आमामा पाए मैले बोलाको पर्ख्यो है त त्यहाँ अर्का घरमा ढेसिन नत्र डाँडा भाँचिदिन्छ नि थाहा हुन्छ यस फेरि हाम्रै कुकुरैहरू त खोइ कति बेला भएछ यतै कुकुर उतै कुकुर घाम लागेको bo निकालौँ न है नाति हुँदैन छोरा नाति होइन है म छोरा हो अलिको bo निकालौँ न माथि बस्दै अलि त तान्नु खै मानेन फाइनली साथीहरू म चाहिँ मेरो नाना घर आइपुगेँ होइन नाना घर चाहिँ यस्तो मन पर्यो हेर्नु ल टक्क म मेरो नाना घर आइपुगेँ हेर्नुहोस् नयाँ बनाउनु भएको घर यही हो फेरि हेर्नु न यहाँ अक्सिजनको कमी हुन्छ भनेर नानाले हेर्नुहोस् अक्सिजनको कमी पनि छैन यहाँ के भन्छ अब हाम्रो बाबाले हेरिदिन्छ ल केही भन्नु बाबा यो चाहिँ अन्तिम होला अब चाहिँ झन् लडी पठाएँ लु के भन्न चाहनुहुन्छ मेरो भिडियो हो यो मेरो भ्लगमा आउँछ होइन मेरो युट्युब च्यानलमा आउँछ के भन्नुहुन्छ भ्युज धेरै धेरै जाओस् सबैले हेरिदियो है मेरो छोराको भन्नुहुन्छ कि अब मेरो छोराको भिडियोमा लाइक मेरो छोराको मेरो याङचा मेरो कान्छा छोराको भिडियोमा तपाईँले हेरिदिनु होला माया देखाइदिनु होला र अलिकति यस्तै हाम्रो जिन्दगी हेरिदिनु होला भने चाहिँ मेरो जिन्दगी यस्तै नै लासाबियो खतम गाङ्ने गाउँको जिन्दगी कस्तो हुन्छ छोराको भिडियोमा आउँछ होइन गाउँमा के काम गरिन्छ कस्तो काम गरिन्छ भन्ने चिजहरू टोटल छोराकोमा आउँछ हाम्रो यो खोटाङ जिल्ला ऐसन खड्का गाउँपालिका वडा नम्बर 1 राखा बाङदेलको चाहिँ हेर्न चाहनुहुन्छ भने युवराज राईकोमा हेर्नु होला भन्दै म बिदा हुन चाहन्छु हस्त नमस्कार हजुरहरूलाई सबै कुरो जाने नजाने यस्ता लाटा मूर्खहरू बाई बाई टाटा छ बाई बाईलाई हजुरलाई बिन्ती नमस्कार